नेपाली भलिबलका दुई ठूला नक्षत्रहरू डेबी भट्ट र सञ्जु विक्रम शाह जस्ता स्थापित र लेजेन्डरी खेलाडीहरूलाई चाहिँ मार्की प्लेयरको सूचीमा किन राखिएन भनेर चाहिँ यति बेला भलिबल समर्थकहरूको माझमा चाहिँ राम्रै बहस पनि चर्किरहेको छ र केही असन्तुष्टि पनि हामीले देख्न सकिरहेका छौँ। डेबी भट्ट मैले के भनिरहनु पर्छ, नेपालका वान अफ द बेस्ट एभर लेजेन्डरी स्पाइकर हुन्। उनको प्रहार र खेल कौशलको तारिफ विपक्षी खेलाडीहरूले समेत गर्छन्, अब हामीले के भन्नु विदेशीहरूले समेत गर्छन् होइन। कोर्टमा उनको उपस्थितिले मात्रै पनि विपक्षी दबावमा आउँछ। यद्यपि पछिल्लो समय उनलाई पनि नेसनल टिममा राखिएको छैन, जसप्रति फ्यानहरू यसै पनि सुरुवातबाट नै असन्तुष्ट छन्। उनको फ्यान फलोइङ नेपालमा अतुलनीय छ। अनि सञ्जु विक्रम शाह वर्तमान सक्रिय एक्टिभ प्लेयरहरूको कुरा गर्नुहुन्छ भने सबैभन्दा अनुभवी, लोकप्रिय र फिटनेसमा नम्बर 1 नै मानिनेछ। वर्षौँदेखि निरन्तर र उच्च स्तरको प्रदर्शन गर्दै आएका छन्, मफसलमा खेलेर पनि होइन, कुनै विभागमा छैनन् नि। सञ्जु नेपाली भलिबलका रोल मोडल हो। यति ठुला खेलाडीहरू मार्कीमा किन हटाएन त? अब यसमा त हेर्नुहोस्, मैले ठ्याक्कै यसरी नै हो भनेर भन्न त मुस्किल नै छ। तर अब लिगको, फ्रेन्चाइजको होइन, टिमहरूको, नेपाल भलिबल सङ्घको समझदारीको, आवश्यक समझदारीको कुरा भयो त्यो। तर सम्भावित प्राविधिक कारणहरू के हुन सक्छन् मैले त्यति चाहिँ भन्न सक्छु है त। हेर्नुहोस्, फ्रेन्चाइज स्पोर्ट्स मैले भने अघि बिजनेस, कहिलेकाहीँ खेलाडीहरूको साख र इतिहासको मात्र नभई केही भित्री प्राविधिक र रणनीतिक नियमहरूले पनि काम गरिरहेका हुन्छन्। रिलेसनको कुरा हो है। मार्की खेलाडीहरूको लागि आफ्नै आन्तरिक मादा यी सिनियर खेलाडीहरूको अवमूल्यन हो त त्यो। हेर्नुहोस्, नेपाली समर्थकहरूको नजरबाट हेर्ने हो भने त्यस्तो लाग्नु स्वाभाविक हो। डेबी भट्ट, सञ्जु विक्रम शाह लेजेन्डहरू, आइकनहरू होइन। उनीहरूभन्दा कम अनुभवी, कम लोकप्रिय खेलाडीहरूले पनि मौका पाए भने उनीहरू जस्तो आइकनहरूलाई छाड्दा यस्तो असन्तुष्टि आउनु त स्वाभाविक हो। तर फ्रेन्चाइजको नियमअनुसार मार्की नहुनुको अर्थ उनीहरू यस्तो होइन कि कमजोर भएर हुँदै होइन। अक्सन सुरु भएपछि यी दुई लेजेन्डरी खेलाडीहरूलाई आफ्नो टिममा पार्न 6वटै फ्रेन्चाइजको बिचमा सबैभन्दा ठुलो लुछाचुडी र बोली लाग्नु निश्चित छ होइन। अब हुन त धेरै ठुलो बोली त लाग्न दिँदैनन् हाम्रोमा होइन, त्यो सिस्टम छैन। फेरि यस्तो कि रजिस्टर गऱ्यो भने दुईजना खेलाडीलाई हामी खेल्न तयार छौँ भनेर होइन, ड्राफ्टमा आफ्नो नाम रजिस्टर गरायो भने मलाई लाग्छ उनीहरू अक्सनका सबैभन्दा महँगा ए ग्रेडकै बन्ने खेलाडीहरू। फ्यानहरूको यो असन्तुष्टिले एउटा कुरा प्रमाणित के हुन्छ त, नेपाली फ्यानहरू यस खेलप्रति र यस खेलका खेलाडीहरूप्रति कति अपार माया दर्शाउँछन्। अब सबैको नजर अक्सनमा छ, हामी सबैको। सञ्जु, डेबी जस्ता अब धेरै छन् भनौँ नेपालमा स्टारहरू, को कति महँगो मूल्यमा बिक्ला या भनौँ को कुन टिममा जाला होइन। त्यसपछि पनि वास्तविक रोमाञ्चकता स्टार्ट हुनेछ। सबै टिमहरू तयार हुनेछन्, त्यो हुन सक्छ। जस्तै कि खप्तर फाल्कन्सका धीरज काजी बस्नेत बाहेक बाँकी 5जना नेसनल टिमका मेम्बरहरू रहेका छन् अहिले त। सायद डेबी, सञ्जुहरू अहिले नेसनल टिममा छैनन्। नेसनल टिममा नभएको कारण नै यो वर्गीकरणमा नपरेका हुन सक्छन्, मलाई थाहा छैन। यस मामलामा धीरज काजी बस्नेत अपवाद नै बने। यङ छन्, फ्रेन्चाइजले उनलाई राख्दा फाइदा देखेको होला, कर्पोरेटलाई तान्न सक्ने प्रोफाइल छ उनीसँग, मोडलिङ पनि गर्छन्, उनीसँग एक्स्ट्रा बाहिर केही न केही एफर्टहरू छ के होइन, त्यो प्लस पोइन्ट हुन्छ। हेर्नुहोस्, कर्पोरेट सेक्टरहरूमा, फ्रेन्चाइज सेक्टरमा धेरैको लागि होइन। अर्को भनेको उमेर र भविष्यको लगानी पनि हुनसक्छ, इन्भेस्टमेन्ट, लङ टर्म भनौँ न, प्लान के। फ्रेन्चाइज टिमहरूले लङ टर्म सोच राख्दै युथ अनि अलिकति वर्तमान समयमा जो राम्रो लयमा रहेका छन् नि, जस्तै बहल, सुनिलहरू है, त्यस्ता खेलाडीहरूलाई चाहिँ ब्रान्डको फेस भ्यालु बुझेर उनीहरूले मार्की बनाउने गर्दछन् होइन। जस्तै हिमाल टुङ्गो लाग्नेछ। तर केही टिममा पनि अहिले नजर गुमाएको चाहिँ मैले स्पेसल्ली तपाईँहरूलाई अन्नपूर्ण स्पाइकर किङ्स कमान्ड बलियो छ, लक्ष्य च्याम्पियन नै भन्ने हो। यो गण्डकी प्रदेशको भलिबलको उर्वरभूमिबाट आउँछ अनि ठुलो फ्यान बेस छ होइन। त्यसले गर्दा पनि अन्नपूर्णले प्रशिक्षक रमेश केसीलाई पनि राख्यो अनि हाल सुनाएर दुवै गण्डकीका स्टारहरूलाई नै आफ्नो टिममा राख्यो क्या। आर्मीकै नरेन्द्र गिरी सहायक प्रशिक्षक पनि रहेका छन्। नेपाली नेसनल वुमेन्स टिमकी स्टार खेलाडी उषा भण्डारीलाई ब्रान्ड एम्बेसडर पनि बनायो। सो भनेपछि एउटा फ्रेन्चाइजले गर्ने सम्पूर्ण कामहरू हाइट सबै राम्रो तरिकाले गरिरहेको, त्यसमाथि नेपालकै सर्वाधिक चर्चित खेलाडीलाई लिइसकेपछि होइन, त्यो फ्यान फलोइङ त बढ्ने नै भयो सुनिश्चित रूपमा।